एक सानो गाउँमा हरि काका र उनकी श्रीमती माया काकी बस्थे। उनीहरू धनी थिएनन्, तर सधैँ खुसी देखिन्थे। उनीहरूको एउटा छोरा सुमन थियो। छिमेकमा बस्ने रमेश भने धेरै धनी थियो। ठूला घर, धेरै गहना र खेत थियो। तर उसको घरमा सधैँ झगडा हुन्थ्यो। एक दिन सुमनले बाबुलाई सोध्यो, "बाबा, हामी गरिब भएर पनि किन यति खुसी छौं?" हरि काकाले मुस्कुराउँदै भने, "छोरा, साँचो धन पैसामा होइन, मनको शान्तिमा हुन्छ।" त्यही दिनदेखि रमेशको घरमा ठूलो झगडा भयो। ऊ निराश भएर हरि काकाको घर आयो। साधारण घर, तर माया र हाँसोले भरिएको देखेर रमेश अचम्ममा पर्यो। उसले भन्यो, "मसँग धेरै पैसा छ, तर शान्ति छैन।" हरि काकाले जवाफ दिए, "पैसा चाहिन्छ, तर परिवारको माया बिना त्यो अधुरो हुन्छ।" त्यस दिनदेखि रमेशले आफ्नो जीवन बदल्यो। उसले परिवारलाई समय दिन थाल्यो। शिक्षा, साँचो धन भनेको परिवारको माया र मनको शान्ति हो।